कहिलेकाहीँ काठमाडौँदेखि 25 मिनटको फ्लाइट उडेर पोखरा जानुभन्दा त्यही फ्लाइटमा काठमाडौँदेखि 1.5 घन्टाको फ्लाइट चढेर दिल्ली पुग्नुमा कहिलेकाहीँ सस्तो पर्छ। कहिलेकाहीँ यस्तो हुनु पछाडिको मुख्य कारण भनेको चाहिँ फ्युल ट्र्याप हो। फ्युल ट्र्याप भन्नाले चाहिँ कुनै पनि प्लेन जेटहरूले चाहिँ एउटा टेक अफ गर्ने र एउटा निश्चित हाइटसम्म पुग्नका लागि चाहिँ उनीहरूलाई चाहिँ म्याक्सिमम फ्युलको कन्जम्सन अथवा फ्युल बढी खान्छ। त्यस्तो अवस्थामा चाहिँ र एउटा निश्चित हाइटसम्म पुगिसकेपछि एउटा लिमिटले फ्युल कन्जम्सन गर्ने गर्दछ। काठमाडौँदेखि पोखरासम्म आइपुग्नका लागि चाहिँ लगभग 25 मिनट लाग्छ। त्यस्तो अवस्थामा चाहिँ तुरुन्तै ल्यान्डिङ गरिहाल्नु पर्ने भएका कारण फ्युल कन्जम्सन चाहिँ अलिक बढी हुन्छ। अब सेम केस काठमाडौँदेखि दिल्लीसम्म पुग्नका लागि चाहिँ लगभग 1.5 घन्टाको समय लाग्छ। त्यस्तो अवस्थामा चाहिँ टेकअप गरेदेखि एउटा निश्चित हाइटसम्म पुगिसकेपछि एउटा लिमिटले तेलको कन्जम्सन गर्ने भएका कारणले फ्युलको सेभिङ हुन्छ अथवा कम फ्युल खाने गर्दछ। अर्को कारण भनेको चाहिँ फ्युल प्राइस र ट्याक्स। नेपाल सरकारले आन्तरिक विमानस्थलहरूमा जुन प्लेन अथवा जेटहरूले युज गर्ने फ्युलहरू हुन्छ त्यसमा चाहिँ भ्याट र अन्य करहरू लगाउने गर्दछन् भने अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चाहिँ जुन फ्युलहरूको प्रयोग गरिन्छ त्यसमा चाहिँ करहरूको छुट हुन्छ, जसले चाहिँ फ्युलको प्राइसमा चाहिँ कम्ती हुन्छ। प्लेनको आकार र साइज। काठमाडौँदेखि पोखरासम्म आइपुग्ने कुनै पनि एयरलाइन्स अथवा बुद्ध एयरलाइन्स, यति एयरलाइन्सले चाहिँ म्याक्सिमम उनीहरूको सिट क्यापेसिटी भनेको 72वटा सिट हुने गर्दछ म्याक्सिमम रूपमा। भने अन्तर्राष्ट्रिय स्तरबाट जुन प्लेन उड्छ त्यसमा चाहिँ म्याक्सिमम सिट क्यापेसिटी भनेको चाहिँ 180वटा सिटको क्यापेसिटी हुन्छ, जसमा चाहिँ पर इन्डिभिजुअल कस्ट चाहिँ जसको बढी छ त्यसमा अलिक कम्ती कस्ट हुन्छ भने जसको कम्ती छ त्यसमा चाहिँ कस्ट अलिक बढ्ने गर्दछ। अर्को कारण भनेको मोनोपोली। दिल्ली जस्तो अन्तर्राष्ट्रिय विमानस्थल अथवा इन्टरनेसनल एयरपोर्टहरूमा चाहिँ धेरैवटा कम्पनीहरू चाहिँ कम्पिटिसन्समा आउने भएका कारणले त्यस्तो अवस्थामा चाहिँ के हदसम्म प्राइस कन्ट्रोल हुन्छ भने जस्तो आन्तरिक विमानस्थलहरूमा चाहिँ के हुन्छ भन्दाखेरि 2टा वा 3टा मात्र कम्पनी हुने भएका कारणले त्यस्तो अवस्थामा चाहिँ प्राइस चाहिँ कन्ट्रोल हुँदैन। त्यस कारणले चाहिँ प्राइस केही हदसम्म बढेको देखिन्छ। त्यस्तै कारणहरूले गर्दाखेरि चाहिँ कहिलेकाहीँ काठमाडौँदेखि पोखरासम्म आउने कस्ट भन्दाखेरि चाहिँ काठमाडौँदेखि दिल्ली जाने कस्ट चाहिँ कम्ती पर्न जान्छ।